एउटा रातो तरकारी जुन हरेक नेपालीको भान्सामा हुने गर्छ र यसलाई सलादको रूपमा पनि प्रयोग गरेको देखिन्छ, जसको प्रयोगबाट सन् 2012मा मो फाराले ओलम्पिकमा गोल्ड मेडल ल्याएका थिए र उनलाई यो गोल्ड मेडल आउनुको पछाडिको रहस्य के हो भनेर बीबीसीले प्रश्न गर्दा सुन्दा तपाईलाई अचम्म लाग्ला। उहाँले उत्तरको रूपमा बिटरुटको जुस भन्नुभएको थियो। बिटरुटको जुस यानि कि चुकन्दरको जुस। के साँच्चै नै मो फाराले बिटरुटको जुस खाएर गोल्ड मेडल जितेका हुन् त ओलम्पिकमा, जुन चाहिँ 2012मा लन्डनमा भएको थियो? रिसर्चले के भन्छ? यदि चुकन्दरले काम गरेको हो भने यसले कसरी काम गरेको हो र यसको पछाडिको रहस्य के हो र यसको पछाडिको रिसर्च अनुसन्धानले के भन्छ? वेलकम ब्याक, डाक्टर सन्देश गैरे हियर। के साँच्चै नै चुकन्दर एउटा एनर्जी बुस्टरको रूपमा काम गरेको हो त? विगत 3 वर्ष अगाडि बीबीसी वर्ल्ड डकुमेन्ट्रीमा देखाइएको भिडियो अनुसार त्यहाँ एउटा रिसर्च गरिएको देखाइएको छ, जसमा चाहिँ एउटा एथलिटलाई 30 सेकेन्डसम्म चाहिँ साइकल चलाउन दिइएको छ। जति सक्छ उसले त्यति स्पिडमा उसले साइकल चलाउन दिइएको छ। त्यसपछि उसलाई 4 मिनेट रेस्ट गर्न दिइएको छ। त्यो लगातार 3 पटकसम्म गर्न लगाइएको छ। त्यसपछिको रिजल्ट सुन्दा तपाईलाई अचम्म लाग्ला। त्यो एथलिट जसले चुकन्दरको जुस प्रयोग गरिरहनु भएको थियो, दिनहुँ प्रयोग गर्नुहुन्छ, उहाँको पर्फर्मेन्समा केही राम्रो देखियो। भन्नुको मतलब उहाँको इफिसियन्सीमा चाहिँ राम्रो देखियो। त्यो रिसर्चले के देखायो भन्दा उहाँले छोटो समयमा त्यो साइकलको स्पिड बढाउन सक्नुभयो। यो सबै खेल चुकन्दरले गर्दा भएको रहेछ। यो हामीलाई यो रिसर्चबाट थाहा भयो। तपाईहरुलाई लागिरह होला चुकन्दरले पनि यस्तो काम गर्दो रहेछ, पर्फर्मेन्स बुस्टरको काम गर्छ त भन्नुभयो डाक्टर। तर अब कसरी गर्छ यसले? यसमा के केमिकल त्यस्तो हुन्छ चुकन्दरले चाहिँ पर्फर्मेन्स बुस्टरको काम गर्छ? त्यो भन्नु अगाडि लेट्स कम ब्याक है, थोरै पछाडि आम। रिसर्चमा अर्को कुरो के देखाएको छ भन्दा चुकन्दर र प्रेसरको नजिकको सम्बन्ध देखाएको छ। तपाईलाई प्रश्न आउला कस्तो खालको सम्बन्ध? चुकन्दर र ब्लड प्रेसरको सम्बन्ध भनेको चुकन्दरमा भएको केमिकल कम्पोनेन्टले गर्दा मानिसको ब्लड प्रेसर कम भएको देखिन्छ। अब हामी अगाडिको कुरामा जाउँ। यसले पर्फर्मेन्स बुस्टरको काम कसरी गर्छ भन्ने कुरा थियो। साइक्लिङ गर्दा जुन पर्फर्मेन्स चेन्ज भएको देखियो, त्यो पर्फर्मेन्स चेन्ज हुनुको पछाडिको रिजन के छ भन्दा जब तपाईले चुकन्दर खानुहुन्छ, चुकन्दरले तपाईको रक्तनलीलाई ठूलो बनाइदिन्छ। त्यो ठूलो बनाइसकेपछि त्यहाँबाट रगतको फ्लो बढेर जान्छ, जसले गर्दा साइक्लिङ गर्दाखेरि जुन खुट्टाको मासुहरूलाई जुन रगत चाहिन्छ, जुन अक्सिजन चाहिन्छ, भन्नुको मतलब जुन खानेकुरा चाहिन्छ, चुकन्दरको कारणले गर्दा त्यो रक्तनली ठूलो भएर मजाले रगतको फ्लो हुने भएको भएर पर्फर्मेन्समा इम्प्रुभमेन्ट आएको देखिएको हो। चुकन्दर र प्रेसरको सम्बन्ध छ भनेर कति मान्छेहरूलाई थाहा पनि छैन। अक्टोबर 2024मा गरिएको सिस्टमेटिक रिभ्यू र मेटा एनालाइसिस अनुसार चुकन्दरले सिस्टोलिक ब्लड प्रेसर घटाएको देखिन्छ। भन्नुको मतलब तपाईको माथिको प्रेसर उदाहरणको लागि 120/80 हुन्छ भने जुन 120 वाला प्रेसर छ त्यो प्रेसरमा चाहिँ त्यो प्रेसरलाई चाहिँ घटाएको देखिन्छ। यो भन्दैमा तपाईले खाइरहेको औषधिलाई छोड्नु हुँदैन। कृपया औषधि छोड्नुभन्दा अगाडि आफ्नो डाक्टरसँग सल्लाह लिएर मात्र छोड्नु होला। यो रिसर्चमा देखाएको अनुसार जसले 200 देखि 800 मिलिग्राम बिटरुट जुस अथवा नाइट्रेट भएको जुस खानुहुन्छ, उहाँको सिस्टोलिक प्रेसरमा कमी आएको देखाएको छ। सिस्टोलिक प्रेसर भन्नुको मतलब माथिको प्रेसरमा कमी आएको देखिएको छ। सिस्टोलिक बीपी माथिको बीपीमा 10.4 ±3 को फरक आएको देखियो, अनि तलको बीपीमा 8.1 ±2.3 को फरक आएको देखियो। भन्नुको मतलब जस्तै मैले माथिको नम्बर भने यति नै नम्बरको प्रेसर चाहिँ घटेको देखिएको। हजुरहरूलाई मैले प्रेसर घट्छ भनिरहेको छु हैन। त्यो भन्दा अगाडि ब्लड प्रेसर भनेको के हो र कति ब्लड प्रेसर भयो भने चाहिँ धेरै मानिन्छ भन्ने कुरा जान्नु जरुरी छ। ब्लड प्रेसर भनेको हरेक चोटि पम्प गर्दाखेरि तपाईको मुटुले रगत नलीमा जाँदाखेरि एउटा दिने प्रेसर हो। त्यसलाई नै हामीले ब्लड प्रेसर भन्ने गर्छौं। त्यसमा चाहिँ हामीले सिस्टोलिक र डायस्टोलिक ब्लड प्रेसर हुन्छ। सिस्टोलिक भनेको माथिको प्रेसर, डायस्टोलिक भनेको तलको प्रेसर हो। युरोपियन सोसाइटी अफ हाइपोटेन्सनले भने अनुसार तपाईको क्लिनिकल बीपी भनेको क्लिनिकमा नाप्दाखेरिको बीपी यदि हजुरहरुको बीपी 140 अथवा त्योभन्दा बढी बाइ तलको बीपी 90 अथवा त्योभन्दा बढी छ भने कुनै पनि व्यक्तिलाई हाइपरटेन्सन अथवा प्रेसर भएको मानिन्छ। यही प्रेसरलाई घटाउँछ भनेर रिसर्चमा देखाइएको छ। तपाईले अब प्रेसर भनेको के हो र कति प्रेसरलाई चाहिँ हामीले चाहिँ हाइपरटेन्सन अथवा चाहिँ बडी प्रेसर भएको मानिन्छ भन्ने कुरा थाहा पाइसक्नु भएको छ। एक्सरसाइजको कुरा त मैले गरिहालेँ, कसरी तपाईको पर्फर्मेन्स बुस्टर गर्छ भन्ने कुरा। अब यसले प्रेसर चाहिँ कसरी घटाउँछ भन्ने कुरा त्यो हजुरहरुको दिमागमा आइरहेको होला। चुकन्दरले तपाईले खाने चुकन्दरमा नाइट्रेट भन्ने केमिकल हुन्छ। त्यो नाइट्रेट
तपाईँको शरीरमा नाइट्रिक अक्साइडको रूपमा बदलिन्छ र त्यो नाइट्रिक अक्साइडले तपाईँको रक्तनलीलाई ठुलो बनाइदिन्छ, जसले गर्दा तपाईँको प्रेसर घटेर जान्छ। जुन हाम्रो शरीरले बनाउने नाइट्रिक अक्साइड छ त्यो हाम्रो रक्तनलीको भित्री भागमा इन्डोथेलियम भन्ने सेल हुन्छ। त्यो सेलमा आर्जिनिन भन्ने एउटा प्रोटिन हुन्छ, अथवा त्यो सेलमा आर्जिनिन भन्ने एमिनो एसिड हुन्छ। त्यो एमिनो एसिड पछि नाइट्रिक अक्साइडमा चेन्ज हुन्छ र त्यो नाइट्रिक अक्साइड चाहिँ रक्तनलीको बाहिरी मासुमा चाहिँ यसले गएर काम गर्छ, जसले गर्दाखेरि त्यो रक्तनली ठुलो भइदिन्छ, जसले गर्दा हाम्रो प्रेसर घटाउने काम गर्छ। आशा छ हजुरहरूलाई मेरो भिडियो राम्रो लाग्यो होला, तपाईँहरूलाई अचम्म लागेको होला। चुकन्दरमा पनि यति धेरै फाइदा हुँदो रहेछ, जस्तै प्रेसर घटाउनेदेखि लिएर पर्फर्मेन्स बुस्ट गर्ने जस्ता कुराहरू हुँदो रहेछ भन्ने कुरा तपाईँलाई थाहा भयो। अनुसन्धानका आधारमा पनि थाहा भयो तपाईँहरूलाई। यदि तपाईँहरूलाई केही क्वेरी छ, केही जान्नुपर्ने छ, यसको बारेमा के थप थाहा पाउनुपर्ने छ भने कमेन्टमा मेन्सन गर्नुहोला। धन्यवाद।